छ यार सिजन भने सिजन नै हुन्छ नि त कहिले नि खान पाएन भन्नु भन्छ होला है लाउनु खानु तपाईँहरू नि अहिले पुरै यहाँ मैले साइडमा राखिदिन्छु यो पालामा चाहिँ तपाईँहरू गएर फलो गरिदिनु होला हाम्रो यहाँ चल्दो बल्दो हाम्रो किलोलाई रिप्रेजेन्ट गर्ने दिदी हाम्रो सरप्राइज छ आज राति 12 बजे बवाल खालको So, hey guys, welcome back to my channel, welcome back in my video. First one back with your Kitu bro is back. नयाँ दिन नयाँ सुरुवात रामेको चोरो गोरेको बान्धव नयाँ दिनको सुरुवात भइसकेको छ दाजुभाइहरू आइसकेको छ चोरिरह होला भने होला है चोरिरह होला भने है लिची चोरिरह होला भने कहाँ चोर्नु आफ्नै मेरै हाम्रै करेसाबारीमा फलेको लिची घोडो दाजुभाइहरू खतरा खतरा है हामीले यति झारिसकेको छौँ अब फेरि म माथि रुखमा चढ्नु पर्ने हुन्छ त्यही आम कतिले त है मुख रसाइरह होला खानु पाउँछ टिप्दैछु है दाजुभाइहरू हामी त पुरा लिची चोरिरहेको हो हल्का खालको अनि यतापट्टि चाहिँ हाम्रो यहाँ हुनुहुन्छ चोर तपाईँहरू पनि यहाँ पुरै लिची सिची हान्नुपर्ने हुन्छ यसो गाउँ छरछिमेकहरूतिरबाट यसो हल्का डाकासाका लाउनु पर्ने हुन्छ त्यही हो दाजुभाइहरू हामी चाहिँ लट अफ लिचीमै झुन्डेर बसिसकेको छौँ खाँदा खाँदा अमन भइसकेको अवस्था छ तपाईँहरू पुरै सिस्टमै फरक छ नि हाम्रो होइन लिची खाने बाफ्रे बाफ यस्तो मिठो छ नि दाजुभाइहरू यस्तो मिठो छ नि अर्ग्यानिक औषधी सौषधी हुँदैन नि त्यस्तो कहाँ हुँदैन हाम्रो आफ्नै प्यारो करेसाबारीबाट पाकेको करेसाबारीको लिची टेस्ट पनि फरक मान्छे पनि फरक लिची झन् कडक खतरा खालको त दाजुभाइहरू खतरा दाजुभाइहरू यस्तो बबाल छ नि दाजुभाइहरू कडक माल छ हाम्रो चाहिँ बबाल छ दाजुभाइहरू यस्तो मिठो छ नि यस्तो मिठो सम्झिँदाखेरि खतरा भएर होला त राल आइरह होला त मुखबाट बब्बाल दाजुभाइहरू चक्की हाम्रो चाहिँ आमा खतरा हान्दियो त अब खतरा मिठो छ यार आमा सिजन भने सिजन नै हुन्छ नि त लिचीको कहिले नि खान पाएन भन्नु होला है लाउनु खानु तपाईँहरू नि हल्का सानोवाला हामी पाबै छैन एक प्रति मन पाप छैन अब अर्को पनि फालिदिनु पर्छ धेरै भइसक्यो खाइसक्यो फेरि आएको गऱ्यो भने त फेरि हामीले धान्न सक्दैन नि फेरि गाह्रो हुन्छ त हामीलाई गौडा दाजुभाइहरू हाम्रो चाहिँ फाइनल लिची टिपेर त एक झोला चाहिँ हामीले रेडी पारिसकेको छौँ त खतरा खालको गुलियो मिठो अमिलो जस्तो सुकै भयो नि बवाल मिठो के त्यही नै हो दाजुभाइहरू हामीले चाहिँ एक झोली पुरा एक राउन्ड घुमेर पुरै बवाल कडक माल छ त पुरै गुलियो अमिलो च्यास कतिजना त पुरै मुखमा पानी जमाएर बसिरह होला है आउनु दाजुभाइहरू फेरिमै मात्र 250 फेरि पनि के भन्नु मिहिनेत गरेछ होइन त त्यही हो दाजुभाइहरू बब्बाल छ कि लिची चाहिँ छोड्दिन गरे कस्तो मिठो हुन्छ नि तर होइन दाजुभाइहरू चोरेको चाहिँ बब्बाल मिठो हुँदो रहेछ कि पहिला खतरा खाइदिन्छ चोरेर पुरै बोर्डमै झुन्डेर यताउता होइन त्यो कटुसटु पनि तलतिर झर्दाखेरि पनि कुदिन्थ्यो कि कटु झरेको थाहा नै हुँदैन त्यस्तोवाला है बब्बाल रमाइलो हुन्छ त्यो बेला चाहिँ अहिले यहाँ एक झोरा हामीले मार्केटमा चाहिँ जम्मा गरिसकेको छौँ अब घरतर्फ लाग्नुपर्ने हुन्छ यो लिची छोडेर अनि त्यस पछाडि लाग्नुपर्ने हुन्छ हाम्रो डेस्टिनेसन आजको कहाँ हुन्छ हामी त पुरै एक्साइटेड भएर पुरा हामी यहाँ दिनको लागि रेडी भइसकेको छौँ ट्याकटुक लाएर होइन हाम्रो दाइ कहाँ पढ्न जानला
स्कुलमा हाम्रो दाइले पढ्न जान्छ। आजको सिन चाहिँ कडक छ, पढ्न जानेवाला। यता चाहिँ हाम्रो यो के अरे कामदार छ। त्यो दाजुभाइहरू आजको लोकेसन हाम्रो यहाँ रहेको छ। एउटा भिडियो चाहिँ ट्याक्क लाएर यो भित्ता साइडमा बवाल हुन्छ। यता कामदारहरू हामीले खटाइसकेको छौँ भट्टाभट, पुरा अब सुरु हुन्छ। एकछिन पछाडि चाहिँ हाम्रो बवाल खालको त्यही दाजुभाइहरू अब ट्याक्क टुक्क आइरहन्छ। चेक चाहिँ हान्नु पऱ्यो। तपाईँहरू भिडियो हेर्न पर्ने हुन्छ। भाइहरूले यत्रो मिहिनेत गरेको छ होइन, के छ कसो छ भनेर त त्यो हाम्रो पेजमा गएर चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले। अहिले चाहिँ यो बिहान र सिन जस्तै हाम्रो यस्तो हुन्छ। खास गरी चाहिँ गाह्रो छ, गर्नुपर्छ दुःख, हार्न मानिकन। 2000 years हामी कहाँ आइपुग्यो भनेर सम्झिरहनु होला है। भाइ कहाँ हरायो त्यहाँबाट डाइरेक्ट गायब भइहाल्यो। कहाँ पुग्यो त्यो भाइ त भन्नु सम्झिरहनु होला। कहाँ भन्नु नि अहिले चाहिँ हामी यस्तो होइन। अब हाम्रो चाहिँ भोलि हाम्रो सञ्जीव सरको चाहिँ बर्थडे छ होइन। अनि आज राति नै 12 बजे नै विस गर्न लाग्यो। त्यही भएर सरप्राइज चाहिँ गर्न लाग्यो हामीले। त्यही भएर चाहिँ हामी आइसकेको छौँ बेकरीमा। ट्याक्क लाएर बवाल खालको हुन्छ दाजुहरू, बवाल खालको हुन्छ। राति 12 बजेतिर चाहिँ हामी विस गर्नेछौँ। सरप्राइज बोलाएको छैन मान्छे, हामी दुईजना आएको छौँ ट्याक्क लाएर। अनि एकदमै खतरा सरप्राइज दिनेवाला पनि छौँ हामी चाहिँ। त्यो भिडियोमा देखाइहाल्छौँ, भाइले अभियसली देखाइहाल्छ होइन। ट्याक्क अहिले चाहिँ बेकरीमा आइसक्यो हामी। अब कुन के हुन्छ लिएर जानुपर्ने हुन्छ हामीले चाहिँ। दिदी चाहिँ आइसक्नु भइसकेको छ होइन। ट्याक्क लाएर हाम्रो यो पिलुवामा अहिले पुरै यहाँ मैले साइडमा राख्दैछु। हो यो वालामा चाहिँ तपाईँहरूले गएर फलो गरिदिनु होला। हाम्रो यहाँ चल्दो बल्दो हाम्रो पिलुवालाई रिप्रेजेन्ट गर्ने दिदी। हाम्रो सरप्राइज छ आज राति 12 बजे बवाल खालको चक्लेटी वाला पनि लिएर जाउँ होला। ट्याक्क लाएर बवाल खालको दाजुभाइहरू त्यही हो। अब खतरैवाला हुन्छ आज राति 12 बजे चाहिँ होइन। अब हाम्रो सोच प्लान खतरै छ। उचालेर पछाडिदेखिबाट के हुन्छ अब त्यो भ्लगमै देखिहाल्नुहुन्छ होइन। ट्याक्क लाएर त्यही हो। अहिले चाहिँ रातको त्यस्तै 8 बजे होला सायद, कति बजे थाहा छैन। यहाँ दिदीले चाहिँ पुरै टक्क नाम लेखिरहनु भएको छ। सञ्जीव सर लेखिदिनु। अब एउटा हाम्रो ग्रुपको अब मेम्बर्स भएपछि होइन हल्का सम्मान त दिनु पऱ्यो नि। अरू दिन सम्मान नदिनु बर्थडेको दिनमा होइन। यस्तो स्पेसलवाला ट्यागको कस्तो घाँटी नै बसेको। केक चाहिँ रेडी भइसकेको छ ट्याग लाएर। ल दिदी अब हामी लाग्छौँ। तपाईँको मैले यहाँ छोडिदिएको छु, ट्याक्क फलो गर्छन्। ल हामी चाहिँ ब्यानर देखिसक्यो मैले यहाँ अगाडि राखिदिन्छु नि। ल दाजुभाइहरू सबैजना आएर हाम्रो यो बारा जिल्ला हाम्रो यो पिलुवा यो ब्यारेक अगाडिको बेकरीमा चाहिँ यसो सम्झिनु पर्यो हुन्छ। तपाईँहरूलाई सरप्राइज पनि दिनुहुन्छ दिदीले। गएर भिडियो सिडियो चेकआउट हानिदिनु होला। त्यही हो। अब हामी घरतर्फ लाग्छौँ। हाम्रो माल रेडी भइसकेको छ ट्याक्क लाएर। घर चाहिँ आइसकेको छौँ हामी। अब यसलाई राख्नुपर्ने हुन्छ। जहाँ गएर बस्दै गर्नु। अब यसलाई चाहिँ राख्नुपर्ने हुन्छ हामीले। यता फ्रिजतिर चाहिँ राखिदिनु पर्ने हुन्छ। अनि एकैचोटि बेलुका अहिले जाने बेला नभए के गर्दा हुन्छ ठिक हुन्छ। त्यही मैले चाहिँ यता राखिदिइसकेको छु ट्याक्क। अब यसलाई बन्द गरिदिनु पर्ने हुन्छ। हामी चाहिँ पुरै रेडीमा छौँ। यो बोकेर आउँछ दाजुभाइहरू हामी चाहिँ ट्याक्क गरेर रेडीमा छौँ। कता हो बाटो बिस्तारै त्यहाँ रेडी भइसकेको छ ट्याक्क लाएर। रेड पहिला म हेर्छु है। Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday मामा है। हाम्रो ट्याक्क केक चाहिँ ल्याइसकेको छौँ। खतरा खालको सरप्राइज ट्याक्क हाम्रो बर्थडे भयो। ह्याप्पी बर्थडे 12 बजिसकेको छ। टक्क दाजुभाइहरू यहाँ ह्याप्पी बर्थडे लेखिदिन्छु कि। ह्याप्पी बर्थडे। हाम्रो योहरूलाई थ्याङ्क यू भन्नु। थ्याङ्क यू गाइस। थ्याङ्क यू गाइस। खास गरेर चाहिँ ल दाजुभाइहरू फाइनली सक्सेस भयो। तर सोचेको जस्तो चाहिँ भएन होइन। रात पनि परिसकेको छ। हल्ला गर्न नमिल्ने। फेरि छरछिमेकले सुन्यो भने साप गाह्रो भइहाल्छ। त्यही भएर ट्याक्क अहिले अब हामी यहाँ केक चाहिँ कटाइहाल्छौँ। ल ट्याक्क है हाम्रो यहाँ सेलिब्रेसन हुँदैछ।
बिटमा बिटमा भन्ने भाइले भने कि फालिदिनु पर्छ कि यार ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ल यति नै हाम्रो सेलिब्रेसन हाम्रो